आज हामी नेपाली न्यू इयर प्रोग्राममा छोरीलाई लिएर गयौँ। यो चाहिँ छोरीको फर्स्ट टाइम थियो नेपाली न्यू इयर प्रोग्राममा र कस्तो होला भन्ने लागिरहेको थियो। एकदमै इन्जोय गरिन्। अनि यो प्रोग्राम चाहिँ विशेष गरेर बच्चाहरूलाई एक्सपोजर दिने हिसाबले किनभने उनीहरूलाई नेपाली कल्चर आफ्नो रुट कस्तो छ भन्ने कुराहरूको एकदम जानकारी दिने हिसाबले राखिएको प्रोग्राम थियो। यहाँनिर 3 वर्षदेखि 15-16 वर्षसम्मको किड्सहरूलाई टार्गेट गरेर उनीहरू डान्स गर्ने, कस्तो राम्रो राम्रो डान्स गर्ने, गीत गाउने, यस्तो राम्रो नेपाली गीत गाउने बच्चाहरू। अनि मेरो छोरी पनि एकदमै इन्जोय गरिन्। उसको फर्स्ट टाइम स्टेजमा लगेको। फर्स्टमा त के भइरहेछ यहाँ जस्तो फिल गरिरहेको थियो। अनि पछि चाहिँ यस्तो राम्रो एक्सपोजर पायो जस्तो लाग्यो। र यो इन्भाइरोमेन्ट प्रोभाइड गरिदिनु हुने नेप्लिज एसोसिएसन अफ कनेक्टिकटको जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूले यत्रो मेहनत गरेर, यो त सर्भिस हो, उहाँहरूले दिएको नितान्त सर्भिस हो र यसको लागि एकदमै हामी नेप्लिजहरूले एकदमै एप्रिसिएट गर्नुपर्छ। किनभने उहाँहरू खाली भएर यो प्रोग्राम गरेको होइन। उहाँहरूले नेपाली बच्चाहरू र नेपाली कम्युनिटीहरूलाई स्ट्रङ बनाउने हिसाबले र बच्चाहरूले पनि एक्सपोजर पाउन् भन्ने हिसाबले गरिएको जस्तो देखिन्थ्यो होइन। अनि यसले गरेर बच्चाहरूको डाइरेक्टली र इन्डिरेक्टली उनीहरूको कन्फिडेन्स बढाइरहेको हुन्छ। एउटा पोइन्टमा पुगिसकेपछि बच्चाहरूलाई वाट इज माई रुट भन्ने क्वेसन चाहिँ आउँछ के। किन भन्दा हामीलाई अहिले आउँछ होइन। 2-3 वर्षको बच्चाहरूलाई त केही थाहा हुँदैन, तर उनीहरू जब एउटा एज पोइन्टमा गएर पुग्छ नि त्यतिखेर आउँछ। र त्यो पोइन्टसम्मको लागि उनीहरूलाई एउटा राइट आइडेन्टिटी र राइट एन्सर होइन, मेरो आइडेन्टिटी के हो त भन्ने कुराहरूको एन्सरको लागि चाहिँ एउटा स्ट्रङ नेपाली कम्युनिटी हुन आवश्यक छ र यस्तो प्रोग्रामहरू हुन आवश्यक छ। र थ्याङ्क यू सो मच।